On a bright March day in the Lake District, we set out from the peaceful village of Rydal. Our goal to reach the Fairfield Peak via an anti-clockwise route covering nearly 8 hours of hiking through some of the most stunning landscape in the UK. The weather is perfect, clear blue skies, warm sunshine, and a light, refreshing wind across the hills. As we climbed higher, the trails grew steeper, the views opened wider, and every step felt more rewarding than the last. After hours of hiking, we finally reached the Fairfield Peak, standing high above the valleys, surrounded by endless views under the open sky. But the journey didn't end there. On the way down, we came across a hidden gem, a small, peaceful lake just above Grasmere village, reflecting the surrounding hills in the calm water. A perfect final moment to end an unforgettable day in the mountains. This is our journey. Hello, morning. आज चाहिँ अब हामी फेयरफिल्ड पिक चढ्ने भनेर आएको. अब बसबाट भर्खरै जायो. अब यहाँबाट हामी यो चाहिँ स्टार्टिङ पोइन्ट रहेछ. सबै यहीँबाट स्टार्ट हुन्छ अनि कुनै चाहिँ क्लकवाइज कुनै एन्टी क्लकवाइज जाने रहेछ. अब हामी चाहिँ चुज गर्छौँ एन्टी क्लकवाइज. सबैले प्रिफर गर्ने रहेछ. सो विल स्टार्ट फ्रम हियर. अहिलेको टाइम हामीले स्टार्टिङ गरेको चाहिँ 9:30 भएको छ. 9:30 एक्ज्याक्टली भएको छ. अब नेटतिर हामीले सर्च गर्दा चाहिँ त्यही अराउन्ड 7 to 8 आवर्स भनेको छ पुरा राउन्ड ट्रिप गर्नुको लागि. यहाँबाट यसो घुमेर एक राउन्ड हान्नुको लागि. लेट्स सी हामीलाई चाहिँ कति लाग्छ. हामी स्टार्टिङ चाहिँ 9:30 बाट गर्दैछौँ अनि हामीले चाहिँ यो यसरी म्याप फलो गर्दैछौँ. यो चाहिँ अहिले यहाँ हो अनि अब त्यहाँ नेट नचल्नु सक्ला अनि त्यसैले हामीले यो अन गरेर राखेको. अब यहाँबाट स्टार्टिङ हुन्छ. यहाँबाट गएर अनि यो टप पिक हो अनि यहाँबाट फेरि फर्केर आउनु चाहिँ हामी यहाँबाट अनि यहाँसम्म आउनु चाहिँ खासमा चाहिँ यस्तो छ. यहाँबाट यसरी घुम्ने हो अनि यहाँसम्म पुग्नु चाहिँ 7 to 8 आवर्स देखाएको छ. तर लेट्स सी हामीलाई चाहिँ कति लाग्छ. यता चाहिँ मेन रोड अनि अहिले हामी स्टार्ट गर्ने पोइन्टको भ्यू चाहिँ यस्तो छ. यसरी हामी यहाँबाट स्टार्ट गर्दैछु. यसरी बाटोको छेउमा यसरी मजाले खोला बगिरहेको अनि यहाँ बाटो पनि ठुलो रहेछ. यहाँ अगाडि गाउँको जस्तो एउटा घर अनि यताबाट फलो गर्दै त्यहाँ परिसम्म मान्छेहरू गइसकेको रहेछ है. हामी यताबाट सिधै माथि जानुपर्छ. कोही मान्छेहरू चाहिँ यताबाट पनि जाँदो रहेछ स्ट्रेट. तर हामी चाहिँ यसरी एन्टी क्लकवाइज जाने. त्यो भएर चाहिँ यो बाटो लाग्छौँ. अब त्यहाँनिर हो नि Delicious. Lu ta đang đòi. Dia thì mì gì đấy. Chong có chele. Chip chela ni. Tung với chị. खुङ मान्डो यहाँपट्टि खुङ दियादिरङ होदिन र हामीले बुझेको अनुसार चाहिँ सबैजनाले यो एन्टी क्लकवाइज चुज गर्छ अरे. तर 100%मा अराउन्ड 2% मात्रै मान्छेले चुज गर्ने रहेछ. सबै उता क्लकवाइज जाने रहेछ. अनि यहाँ चाहिँ अहिले हामी मात्र हो अनि माथि दुईटा कपाल हिँडिरहेछ. टोटल हामी 4 जना मात्र देख्यो अहिले. लेट्स सी अगाडि राम्रो राम्रो भ्यू आउँछ होला. अलि माथि आइसकेपछि अराउन्ड कति 1 किलोमिटर त्यति माथि चढिसकेपछि हामीलाई गर्मी लाग्न थाल्यो. सो हामी यसरी हिँड्दैछु. ज्याकेट साकेट फुकालेर हिँड्दैछु. यहाँ चाहिँ आफ्नो खेतलाई यसरी पर्कल लगाएको हो.
अल्कोहल लगाएर छुटाएको रहेछ वालले गर्दाखेरि हामी चाहिँ अलमोस्ट एउटा पिक पुग्न आग्यो म त के छैन छैन नि यता चाहिँ साइक्लिङको लागि पनि ठिकै जस्तो लाग्यो तर साइक्लिङ माथि चाहिँ कसरी जान्छ होला तल आउँदाखेरि चाहिँ यहाँ पुग्ला जस्तो छ माथि आउँदै गरिसकेपछि भ्यूहरू यस्तो छ अनि माथि हामीले मान्छेहरू पनि चढिरहेको देख्छौँ कतिजना 7-8 जना मान्छे चढ्ने रहेछ अझै माथि चढिरहेको रहेछ सो यो बाटो पनि युज गर्ने रहेछ मान्छेले माथि चढ्नको लागि है काल्दो हाँ यात्रा सफल रहोस् कोही त हो तिदेव जाखुम त हाँ कांगोले इजी हुने आउँछ दिल्ली जाऊ काल जाना जाऊ दिल्ली जाना दी हाँ Tapi paling ini ambil easy lama. What is skip pek main badu ji? Soal kayak college lah. Woi, yang bi abis alzum, what is top pose betul. Syurga kang bah. Masyar. Istri चढ्नु पर्दो रहेछ काको निजी त मोटो मोटो त मुइलो गरम है मेरो मन तर चाहिँ अलिकति के हो हुसु लागेको रहेछ है अझै यो माथि चढ्नु पर्ने छ कलेज त्यसपछि यहाँ पुग्यो एउटा पिक चढे जस्तो फिल भयो अहिले चाहिँ मुस्किलले यसरी सबै हिलोको बाटो ढुङ्गाको बाटो अझै हामी त्यो माथिको ढाँडा पनि चढ्नु पर्ने होला अहिले त जस्ट सुरुवात जस्तै हो डाँडा चढेको चाहिँ एउटा चाहिँ बल्ल तल चढ्यो तर एक्सपिरियन्स चाहिँ राम्रो हुँदो रहेछ किनकि हामी नहिँडेको पनि धेरै भयो आमामा यहाँ त धेरै पानी ओके चाहिँ हिलो भएर हामी यसरी कहाँ ढुङ्गा बिछाएको छ भने हेर्दै जाँदैछु अब हामी फेयरफिल्ड हर्सु पिक पुग्न आँटिसक्यो
यो चाहिँ फर्स्ट पिक हो अनि त्यसपछि पनि अझै 2टा पिक जस्तो रहेछ अनि त्यसपछि मात्रै हामीले त्यो माथिको फेयरफिल्ड टप पिक पुग्ने हो यो चाहिँ अहिले सानो सानो पिकहरू अब यहाँबाट यस्तो हिँडेपछि माथि त्यो माथिको डाँडामा पुग्नुपर्छ अब हामी यो सेकेन्ड पिकमा पुग्यो यो फर्स्ट हो हेर्दाखेरि त सेकेन्ड जस्तै अघि एउटा चढाएको थियो तो सेकंड दिन धीमे ध्यान एमबी थुम्बु फेल दे या ताइदे गाइड सुदेन त उई मोडशो कतैले नि माडोको दुमा यसरी यहाँदेखि अलिकति तल झरेर त्यसपछि फेरि माथि 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 त्यो पिकमा पुग्नुपर्छ यताको पिकमा अनि हामी आएको चाहिँ त्यहाँ तलबाट त्यो मुनि त्यो लेक भएको ठाउँबाट है खासै डोना मैले दु यार हेर्ने म मट जम जानुस् केयरफुल गर्नुस् बिस्तारै जानुस् बाटो अप्ठ्यारो छ यसरी यो माथिको डाँडामा पुग्नुपर्छ अहिले हामी कहिले ओह्रालो कहिले उकालो कहिले सिधाको बाटो यस्तो छ एउटा डाँडा पुग्यो अर्को डाँडा चढ्नु पर्दो रहेछ आयो मुनि अब आउँछु म ओके यहाँ चाहिँ यसरी बाटोमा सानो सिडी राखिदिएको रहेछ अनि त्यो पार गर्नुपर्ने यसरी बिस्तारै जानुहोस् अब चाहिँ एउटा अझै डाँडा चढ्नुपर्ने त्यसपछि चाहिँ हामी अलिकति खाजा खान्छौँ कस्तो हुँदैछ मुटु धेरै काम गरेर स्ट्रेस भइसकेपछि यसरी आएर नेचरभित्र घुलमिल्यो भने हुन्छ नि मनलाई शान्ति माइन्ड फ्रेस आनन्द के भन्छ त्यो स्ट्रेस नै जान्छ के रिफ्रेसमेन्ट स्ट्रेस भने बिल्कुल अहिले यहाँ आयो काम यादै आएको छैन काममा कस्तो स्ट्रेस हुन्छ भन्नेहरू केही याद आएको छैन जस्ट यहाँ हिँड्ने यो ठाउँमा पुग्ने मात्रै माइन्डमा आइरहेको छ अनि एक टाइपको मेडिटेसन पनि लाग्छ कि मलाई अरू ठाउँ माइन्ड जान्दैन के हिँडेपछि बाटोमा हेऱ्यो अनि फोकस्ड के त्यो ठाउँ पुग्नु छ जसरी नि यहाँ आइसकेपछि अब चाहिँ मजाले फ्रेस हावा चल्दैछ हावा राम्रो चल्यो अनि बल्ल शीतल जुन हावाले हामीलाई अझै पनि इन्करेज गर्दै कस्तो हुँदैछ खाजा खाइसक्यो चढ्नु नसकेर एनर्जी अलि फिल गरेको छ तर पनि बुढी अब खाजा खाइसकेपछि चाहिँ अलिअलि झन् गाह्रो सङ्केतहरू देखिरहेको छु म मेरो खाजा सबै यो भित्र गयो मोडो खुट्टामा पस्यो जाउँ अब अघि चाहिँ यो खुट्टा खाली थियो त्यही भएर हिँड्न सकिरहेको थियो अहिले चाहिँ खाजा सबै खुट्टामा पसेर गरौँ भयो त्यही भएर मुस्किलले चढ्दैछु
बुढी अब हाटपाट सरिसके जस्तो छ नि त्यही त त्यही भएर अब चाहिँ सजिलो हुन्छ अलिकति हिँड्न सक्छु जस्तो लाग्यो अब प्लेन रहेछ स्ट्रेट त्यहाँ अब चाहिँ मजा आउँछ अब चाहिँ आफू हिलोको बाटो जाने केयरफुल गर्नुहोस् भेरी केयरफुल छ हिलो पुरै यहाँको दृश्य यस्तो छ त्यो पिकको नाम चाहिँ डभ क्रेक भन्ने रहेछ नि त्यो पिकबाट पनि अझै अराउन्ड 1 आवर देखाउँदैछ सो अहिले हामी चाहिँ यहाँ पुगेको छ हामी अलरेडी 3 आवर्स हिँडिसक्यो 3 आवर हिँडिसक्यो अहिले 12:30 भएछ यो पछाडिको चाहिँ हाम्रो डभ क्र्याकको यस्तो पिकमा चाहिँ सानो के भन्छ ढुङ्गाले सानो सानो स्तूपहरू भन्छ नि त्यस्तो रहेछ है हावा चलिरहेको छ हो नि मोटो चिसो भयो भने ज्याकेट लाउनु है यस्तो डाँडामा पुग्दाखेरि चाहिँ पुरै हावा चल्दो रहेछ अनि फेरि माथि चढ्दाखेरि चाहिँ गर्मी हुँदो रहेछ यहाँ चाहिँ मान्छेहरू टन्नै घुम्नलाई चाहिँ आउँदो रहेछ त्यही त पर्यटकहरू चाहिँ धेरै आएको देखिन्छ यहाँ चाहिँ हिँड्दाखेरि एकदम केयरफुल भएर हिँड्नु पर्दो रहेछ किनकि ढुङ्गा चिप्लिन सक्ने अनि जुत्तामा चाहिँ ग्रिप भएको लगाएर आउनुभयो भने चाहिँ यस्तो चढ्दाखेरि चाहिँ सजिलो रहेछ नभए धेरै रिस्की बाटो यहाँबाट त पुरै भिड देखिन्छ यस्तरी तलबाट मान्छेहरू आइरहेको पनि छ कति मान्छेहरू चाहिँ आएर पनि फर्किँदो रहेछ सायद धेरै नै बिहान आएर नै होला हामी चाहिँ 9:30 बजी तलबाट 9 बजी होटलबाट निस्केको त्यही भएर चाहिँ अलि हाफ चाहिँ पुग्यो अब यो पिक चाहिँ हाफ जस्तै हो त्यहाँ सब्मिट गरिसकेपछि फेरि हाफ नै तल जानुपर्छ अघि हामी चाहिँ त्यो माथि डाँडाबाट तल आएको यस्तरी हुँदै अनि फेरि यताबाट हिँड्दै हिँड्दै योदेखि माथि त्यहाँ माथिको डाँडा पुग्नुपर्छ हामी चाहिँ यो पिकमा पुग्नुपर्छ यहाँ मान्छेहरू देखिरहेको ठाउँमा अनि त्यहाँ पुगेपछि चाहिँ यो डाँडा डाँडा डाँडा
हुँदा हुँदै 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 यस्तरी 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 तल हामी अहिले यहाँबाट पुरै देखिरहेको छैन, त्यहाँ विन्टरमेडमा पुगिन्छ अम्बल साइडमा, अनि त्यसपछि चाहिँ बस चढेर विन्टरमेडमा पुगिन्छ। फाइनली हामी माथि पुग्यो। अब पुग्यो भने भनौँ यहाँबाट एराउन्ड 5 मिनट मात्र हो। ऊ त्यो खासमा हामी टबै पुगेको अनि हो त्यही डाँडा रहेछ खासमा। अनि यसो लाग्दा हामीलाई चाहिँ हाम्रो लागि चाहिँ अहिले एक्स्ट्रा टाइम नै लाग्यो जस्तो लाग्यो, किनकि यहाँ आउनेसम्म चाहिँ 4 घन्टा 20 मिनट जति भएछ। अनि त्यही 20-25 भनौँ न 4 आवर 25 मिनट यहाँ पुग्नुलाई चाहिँ हामीलाई लाग्यो त्यहाँबाट द स्टार्टिङ पोइन्टबाट। अनि आउँदा आउँदा अब त्यति फास्ट पनि हिँडेन, बिस्तारै हिँड्यो नर्मल। खाजा खायो अनि पानी सानी खायो, बिस्तारै फोटोहरू खिच्दै भिडियो खिच्दै आएको। अनि हामीभन्दा पनि धेरै छिटो छिटो हिँड्नेहरू पनि रहेछ। उनीहरूको लागि चाहिँ एराउन्ड कति 3 घन्टासम्म 3 घन्टासम्म चाहिँ पुग्यो होला। हामीलाई चाहिँ 4 घन्टा 25 मिनट भनौँ त्यति लाग्यो यहाँ आउनेसम्म। एन्ड वी आर हियर on top of Finally we made it. Fairfield, on top of Fairfield Peak. We did it. We did it. Finally हामी यहाँ पुग्यो। यहाँ चाहिँ पहिला हामी बेन्ने बिच जाँदाखेरि चाहिँ यसरी सबै एरियाहरू देखेको थिएन, तर यसपालि यहाँ आउँदाखेरि चाहिँ हिउँ पनि छैन, त्यही भएर चाहिँ हामी वरिपरि सबै देख्न पायो। तर अलिकति हुसु जस्तै तल तल भएको भएर चाहिँ त्यो ठाउँहरू चाहिँ राम्रोसँग देख्न पाएन, तर पनि यो माथिको डाँडा चाहिँ एकदमै राम्रो रहेछ। थ्याङ्क यू। अनि यो टपको भ्यू चाहिँ यस्तो रहेछ। जाडो त एकदम जाडो रहेछ अनि हावा पनि चल्दो रहेछ। यसरी सम्म परेको रहेछ अनि ठाउँ ठाउँमा सानो सानो ढुङ्गाले यस्तो मनी जस्तो बनाएको रहेछ। जाडो भयो म त है। यहाँ चाहिँ अलिक चिसो चिसो छ। अनि यो चाहिँ सबसे हाइस्ट नै हो र यो एरियाको चाहिँ जस्तो लाग्यो। अहिले भर्खरै हामीले खाजा पनि खाइसक्यो, लन्च जस्तै। हामीले चाहिँ नुडल लिएर आएको थियो रामेनको, अनि पानी चाहिँ थर्मसमा बोकेर लिएर आएको थियो, त्यो खायो। अनि अब चाहिँ हामी तल जान्छौँ। अनि यहाँ चाहिँ अलिकति चिसो रहेछ, हावा पनि चलिरहेको छ, त्यही भएर हामी यहाँ धेरै बस्दिनौँ। अनि मान्छेहरू पनि फर्किरहेछ। हामी पनि यहाँ मोटुले यता म्यापमा हेर्दै हुनुहुन्छ, अनि म्यापमा हेरिसक्नु भएपछि हामी फर्किन्छौँ। अनि अघिको बाटो होइन, अहिले चाहिँ हामी अर्कै बाटो जानु लाग्यो। मोटु म्यापमा हेर्दै हुनुहुन्छ, हेर्नुभयो? ए ओके। भए पनि हामी मान्छेले फलो गर्दै हिँड्दैछौँ। अब चाहिँ हामी ओह्रालोतर्फ झार्दै, तर अर्कै बाटो। अब यो डाँडा छोड्दै डाँडालाई बाई बाई भन्दै हामी तलतिर ओर्लिँदैछु। अनि तलको दृश्य चाहिँ यस्तो छ। त्यहाँबाट माथि आएको थियो अनि यसरी यो टप चढेको थियो। अहिले चाहिँ अब हामी यो बाटो फर्किँदै यहाँबाट, अनि दुईटाको बिचमा चाहिँ यस्तो छ। अनि हामी उताबाट यता आएको, अहिले चाहिँ यताबाट जाने। यो चाहिँ प्याराग्लाइडिङ पोइन्ट रहेछ, यहाँबाट चाहिँ प्याराग्लाइडिङ गर्ने रहेछ। जे होस् हामी उतै जान्छौँ अहिले। तर अघिको चाहिँ बाटो अलिकति रिस्की नै थियो, त्योभन्दा अहिले यहाँको चाहिँ सजिलो रहेछ। अनि उ त्यो मुनिको चाहिँ प्याराग्लाइडिङ पोइन्ट है। हामी तल अन द वे ब्याकमा चाहिँ सानो पोखरी जस्तो देख्यो, अनि हामी हेर्न जानु लागेको। खासमा बाटो चाहिँ उताबाट छ, तर यहाँबाट चाहिँ अलिकति एक्स्ट्रा टाइम लाग्ने रहेछ। भए पनि इट्स ओके, बार बार आइँदैन भनेर एकचोटि हेर्न जाऊँ भनेर हामी यता बाटो लागेँ। अनि पोखरी चाहिँ ऊ त्यहाँ रहेछ, यहाँबाट सिधै हिँड्नुपर्छ त्यहाँ पुग्नलाई। अनि त्यहाँदेखि तल्ल गएपछि चाहिँ हामीले बस भेट्छ। हेलो, हामी पोखरीमा पुग्यो। त्यहाँ अगाडि छ पोखरी।
आजको डे चाहिँ हामीले राम्ररी स्पेन्ड गर्यो, रमाइलो भयो। बिहान 9:30 बजे हामीले स्टार्ट गरेको थियो अनि माथि पुग्दा अलमोस्ट 4.5 घन्टा भइसकेको छ। एकछिन टाइम स्पेन्ड गर्यो अनि तल झर्दा यहाँ आउनेसम्म अहिले 5 बज्न आँटेछ अनि यताउता गरेर रफली 8 आवर्स जति चाहिँ जाने नै रहेछ। अनि आजको डेको जर्नी चाहिँ हामी यहीँ एन्ड गर्न चाहन्छु। अझै पनि यहाँबाट अराउन्ड 20 मिनट वक पछि चाहिँ हाम्रो बस पाइन्छ अनि रफली यताउता गरेर 8 घन्टा जतिको चाहिँ आज हामीले वक गर्यो भनौँ। धेरै राम्रो छ लेक डिस्ट्रिक्ट। थ्याङ्क यू।